या त्यो ल्याङ्ग्वेज सँगसँगै तिनीहरूले बङ्गला ल्याङ्ग्वेज सँगसँगै कल्चरको बारेमा पनि तिनीहरूले ज्ञान दिने थियो कि अनि हाम्रो पछाडि बस्नु भएको साथीहरूलाई आजको ट्रिप कस्तो लागिरहेछ अरे? रमाइलो भइरहेछ। अनि अर्को कस्तो लागिरहेछ अरे भनिदिनुहोस्। एकदम awesome. अनि यता हुनुहुन्छ हाम्रो चेतन सर। This is my first time with him in this 2 years of in Sagarmatha. अनि This is the first time that we are going together. Okay. And it's been That really wonderful. means you are enjoying a lot, huh? Yeah. Express. The trip is nice, enjoyable. Before also it was enjoyable. Okay. हेलो 2-4 जना मित्रहरू। 2-4 जना किन भनेको भने मेरो भिडियो 2-4 जना बाइक धेरैले हेर्नुहुन्न, त्यही भएर जतिले हेर्नुहुन्छ त्यति मित्रहरूलाई भनेको। हामी चाहिँ अहिले क्रिस्टीको भ्यू टावरतर्फ उकालो लागिरहेछौँ। यसलाई दोपहरे पनि भन्दो रहेछ। अनि बाटो कस्तो छ, माथि मन्दिर कस्तो छ भन्ने कुरा म त्यहीँ पुगेर देखाइहाल्छु। हामी 4 जना साथीहरू घर आइरहेछौँ अनि एकदम रमाइलो भइरहेछ यहाँसम्म। अब हेरौँ यो उकालो चढ्न सकिने हो कि होइन। पोहोर साल त 50 रुपियाँमा लिएको थियो हामीहरूले। विचारले त्यत्रो घाममा उभिरहेछ, ल दुईवटाको किनिहालौँ भनेर कि। कतिको 50 रुपियाँ? त्यो 2 पाथी जति बराबर भनौँ न। हुन्न त्यस्तो त होइन, माना होला बरु। त्यही माना पाथी के भन्छ? सानो हो के? सानो हो, त्यो भाँडामा अट्ने 2 मानै भनौँ। पाथी त ठुलो हुन्छ नि। हो, त्यही 2 माना जति त्यो अट्ने जति। एक पाथीमा 8 माना हुन्छ। त्यसो भए त 2 मानै होला। त्यसरी हातमा समातेर बसिरहेको थियो। यसो बाटो पनि राम्रो बनाएको रहेछ है। यतिको पिच त यो गाउँमा त राम्रै, यो धेरै राम्रो छ म त भन्छु। यतिको पिच गर्ने यो गाउँतिर त बेसी राम्रो छ म त भन्छु। यो काफलको रुख हो यो। यो कहाँ हो होइन? यस्तो लाग्यो क्रिस्टीको बसमा नि यहीतिर आज त एभ्रिथिङ ऊ हुने भयो कि Is it bro? के भन्छ यसलाई? टिप्नु भएको कि विशेष विश्वास सर त्यो रुखमा धेरै रहेछ। दिस इज फर यु। कस्तो दुःख गरेर ल्याउनु भएको छ सरले। खान्छु भन्नु के भने? सुन्तला खेती भएको रहेछ यहाँ। अबको 2-4 वर्षमा यहाँ पनि सुन्तला खान पाइने रहेछ। अब हामी क्रिस्तीको बाटो त्यो माथिको मन्दिरमा पुग्नको लागि हामी यात्रा गरिरहेछौँ, हिँडिरहेछौँ। हाम्रो यात्रा अनवरत रूपमा अगाडि बढिरहेछ साथीहरू, हेर्नुहोस्। ए भर्खरका साथीहरू अगाडि गइसके। म 40 वर्षे बुढो मोबाइल ठडायो हिँड्यो। हेर्नु यस्तै छ। साथीहरू स्या गरेर खुड्किलो हिँड्दा माथि गफ हान्दैछन् दौडिन्छु भनेर। हेर्ने गफाडी साथीहरू भएपछि एकदमै गाह्रो हुन्छ। भोलि ब्लग हेरेपछि साथीहरूले गाली गर्छन्, त्यही पनि ठिक छ, केही छैन। म पछाडि नै छु तर म भेट्टाउँछु। साथीहरू त दौडिने मात्रै रहेछन्, म त भारी बोकेर दौडिन्छु यस्ता उकालो त। थकै चाहिँ बेसरी लागेको छ, तैपनि हामी आइरहेछौँ। हामी टक्क मन्दिरनिर पुग्यौँ। साथीहरू खोला खोल्सातिर लाग्नुभयो, किन जानुभयो त होइन।
यता मन्दिर रहेछ सरी यता मन्दिर छ ती मन्दिरका भगवानले सबैको रक्षा गरून् सबैलाई खुसी मिलोस् नववर्षको शुभकामना सहित सबैलाई न्यानो माया सम्झना आशीर्वाद सुख र समृद्धिको पनि कामना के हो शब्द आफै मिलाएर बुझ्नुहोस् है थकी लाग्छ म चाहिँ भर्खरका लक्का जवान युवाहरूलाई भेट्टाउँछु कि भनेको छु अब तातो जवानी छ साथीहरू कता ओइर्याउन् गएको गई छन् बुढो मान्छेलाई साथ दिनु पनि छैन बुढो मान्छेलाई छिटो आउनुहोस् भनेर हौसला दिनु पनि छैन यस्तै छ साथीहरू कसरी बन्दै हुन्न त आहा पोखरा राम्रो देखिँदो रहेछ है सुन्दर नगरी पोखराको भ्यू पनि राम्रो देखिँदो रहेछ साथीहरू यहाँबाट पोखराको पुरानो एयरपोर्ट खै अब अनि यता चाहिँ नयाँ एयरपोर्ट पनि देखिँदो रहेछ एकदम फाइनली हामी क्रिस्तीको डाँडामा आइपुगेका छौँ यहाँबाट हेर्दाखेरि क्रिस्ती गाउँ ठाउँ एकदमै रमाइलो देखिँदो रहेछ अहिले एकछिनपछि हामी उहाँ माथिको त्रिशुल भएको ठाउँमा पनि पुग्छौँ त्रिशुल देखिनुपर्ने हो तर मेरो मोबाइल चाहिँ खासै गतिलो नभए हुनाले त्रिशुल देखिएन तर पनि यता गएर साथीहरूले शाहरुख खान पोज दिइसकेका छन् म मात्रै छुट्या छु किनकि म बुढो भएँ नि त साथीहरू भर्खरकै यङ छन् उनीहरूलाई शाहरुख खान पोज इमरान खान पोज सलमान खान पोज सैफ अली खान पोज इरफान खान पोज इमरान हासमी खालको पोज सबै आउँछ मलाई चाहिँ आउँदैन ल उहाँ चाहिँ एकदमै ह्यान्डसम पर्सन छिट्टै नै नेपाली मोडलिङमा चाहिँ डेब्यु गर्दै हुनुहुन्छ उहाँले चाहिँ है सारा हावा चलिरहेछ तपाईँहरूले घुम्नै पर्ने ठाउँ रहेछ हामीलाई पनि एकदम रमाइलो लागिरहेछ उता प्रोफेसनल भ्लगरले प्रोफेसनल भ्लगिङ सुरु गरिसक्नु भएको छ म पनि सिकिरहेको छु बिस्तार बिस्तार एकदम राम्रो छ यताबाट पोखराको भ्यू राम्रो देखिँदो रहेछ साथीहरूलाई मैले अघि नै देखाइसकेको छु हेलो मेरो भिडियो हेर्ने 5-6 जना गाइजहरू 5-6 जना भ्युअर्सहरू हामी चाहिँ क्रिस्तीको डाँडामा घुमेर फर्किसकेका छौँ एकदमै रमाइलो रहेछ एकदमै इन्जोयबल भयो हामी झर्दैछौँ यो बाटो पनि असाध्यै राम्रो रहेछ यताको क्रिस्ती गाउँ पनि एकदमै मनोरम देखिँदो रहेछ आजको इन्भाइरोमेन्ट पनि एकदम फुलेको छ त्यो हुनाले पनि हाम्रो यात्रा चाहिँ एकदमै राम्रो भइरहेछ अब उकालो जाँदाखेरि साथीहरू अगाडि हुनुहुन्थ्यो ओह्रालो झर्दाखेरि म हिरो भनेर अगाडि हिँडिरहेको छु एकदम रमाइलो भइरहेछ यो चाइनाको ग्रेट वाल जस्तै देखिया छ यहाँको बाटो चाहिँ असाध्यै राम्रो छ बार लगाइया रहेछ ढुङ्गाका ठुला ठुला छपनीहरू बिछाइएको हुनाले पनि बाटो एकदम राम्रो देखिरहेको छ रेडी भाइ